हुनुहुन्छ गुड मर्निङ नेपाल। गुड मर्निङ नेपाल। गुड मर्निङ नेपाल। फेरि पनि स्वागत छ ब्रेकपछि गुड मर्निङ नेपाल हेर्दै हुनुहुन्छ। ब्रेकमा जानु अघि मैले आज जुलाई 28 तारिक विश्व हेपाटाइटिस दिवस मनाइँदैछ भनेर केही जानकारी दिएँ। आज हामी विश्व हेपाटाइटिस दिवसकै अवसर पारेर हेपाटाइटिस खास के हो, यो के कारणले हुन्छ, यसको सङ्क्रमणका लक्षणहरू के हुन्, यसको उपचार गर्ने विधि प्रक्रिया चरणहरू के हुन्छन्, नेपालभित्र उपचारको अवस्था कस्तो छ र यसबाट बच्नको लागि के गर्न सकिन्छ, खास समस्या पूर्वाधारमा स्वास्थ्य सेवामा बढी छ कि जनचेतनामा ज्ञान या शिक्षामा बढी छ भनेर आज अलिकति हामी समाधानमुखी र कम्तीमा केही न केही वे आउट हुने खालको गफ गर्ने कोसिस गर्छौँ। आज हामीसँग संवादको लागि हेपाटाइटिस रोग विशेषज्ञ र थुप्रै स्वास्थ्य संस्थाहरूमा आबद्ध पनि हुनुहुन्छ उहाँ डाक्टर पुकार थापा हुनुहुन्छ। यति भनेपछि तपाईँले सायद सोसियल मिडियाहरूमा उहाँलाई सम्झिनु पनि भयो होला। मैले हेपाटाइटिसका थुप्रै कुराहरू पनि सन्देशमूलक सामग्रीहरू पनि पोस्ट गरिराख्नु भएको हुन्छ र उहाँसँग कुराकानीलाई जोड्नु अगाडि अलिकति तथ्याङ्क म केही भन्न चाहन्छु। विश्वभर हेपाटाइटिस बी र सीसँग चाहिँ करिब 30 करोडभन्दा बढी मानिसहरू जुधिरहेका छन् भन्ने तथ्याङ्क WHO ले सार्वजनिक गरेको छ र त्यसमा पनि 25 करोड मानिसलाई हेपाटाइटिस बी छ भन्ने तथ्याङ्क छ र विश्वभर हरेक वर्ष करिब 13 लाखभन्दा बढी मानिसको मृत्यु चाहिँ हेपाटाइटिसकै कारणले हुने गरेको भन्ने अर्को डरलाग्दो तथ्याङ्क पनि छ र अधिकांश सङ्क्रमित व्यक्तिलाई आफू सङ्क्रमित भएको जानकारी नै हुँदैन, जसले गर्दा पनि परीक्षण र स्क्रिनिङमा चाहिँ जोड दिनु जरुरी छ भनेर पनि पटक पटक बहस हुने गरेको छ र हेपाटाइटिस बी विरुद्ध सुरक्षित र प्रभावकारी खोप उपलब्ध छ, तर चेतनाको कमीको कारणले चाहिँ लगाउने तथ्याङ्क चाहिँ अलिकति कमजोर बनिरहेको अवस्था छ र विश्व स्वास्थ्य सङ्गठनको लक्ष्य सन् 2030 सम्ममा हेपाटाइटिसलाई, यो भाइरल हेपाटाइटिस भनेर पनि बुझिन्छ, यसलाई सार्वजनिक स्वास्थ्य समस्याका रूपमा चाहिँ अन्त्य गर्ने भन्ने लक्ष्य छ र नेपालले पनि सोही अनुसार लक्ष्यमा हातेमालो गरिरहेको छ, त्यही अनुसारले काम गर्ने कोसिस गरिरहेको छ र यसपालि 2026 को थिम अघि पनि मैले भने कि लेट्स ब्रेक इट डाउन, हेपाटाइटिस लेट्स ब्रेक इट डाउन भनेर यसको चक्रलाई तोड्ने अभियानमा सबै एकजुट हुने भन्ने असाध्यै प्रभावशाली थिम पनि राखिएको छ। आज हामी यही थिमलाई टेकेर नेपालको अवस्था र समाधानको बाटोमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। डाक्टर साहब गुड मर्निङ, स्वागत छ। थ्याङ्क यू। आराम हुनुहुन्छ नि? ठिक छ एकदम। हजुरलाई शुभकामना आजको दिनको। थ्याङ्क यू भेरी मच। अब सुरुमा त पटक पटक बुझाउनु पर्ने छ क्या हामी नेपालीहरूलाई कि यो रोग स्वास्थ्यको बारेमा चाहिँ एकचोटि भनियो अब हेरिहाल्छ भनेर भन्नुभन्दा पनि पटक पटक भन्नुपर्ने रहेछ। हेपाटाइटिस के हो एकदमै सरल भाषामा बुझाइदिनुहोस् त, त्यहाँबाट सुरु गरौँ। हेपाटाइटिस भनेको अब एक किसिमको भाइरल इन्फेक्सन हो। हजुर। हेपाटाइटिस ए बी भन्ने हेपाटाइटिस भाइरसको नाम हो। हेपाटाइटिस ए बी सी ई हामीले डी विभिन्न किसिमका हेपाटाइटिसका भाइरसहरू हुन्छन् जसले चाहिँ हाम्रो रगतमा सङ्क्रमण गर्छ र सङ्क्रमण गरिसकेपछि यसले चाहिँ हाम्रो कलेजोलाई असर गर्ने गर्छ। सो हेपाटाइटिस भनेको एउटा भाइरसको नाम हो जुन चाहिँ हाम्रो रगतमा गइसकेपछि हाम्रो कलेजोलाई ड्यामेज गरेर कलेजो फेलियरसम्म पनि लान सक्छ। हेपाटाइटिस भन्नाले मेन त बुझ्ने यही नै हो। हजुर, नेपालको सन्दर्भमा हेर्दाखेरि चाहिँ आज हेपाटाइटिस दिवस मनाउनु कतिको सान्दर्भिक छ त? यो तपाईँले अहिले भनेको लक्षण अनुसारको हेपाटाइटिसको सङ्क्रमणको स्थिति के छ? यो दिवस मनाइराख्नुको औचित्य के छ? यो दिवस त संसारभरि मनाइएको छ। वर्ल्ड हेपाटाइटिस डे भनेर जुलाई 28 संसारभरि नै मनाउने चलन छ। अब यसमा संसारभरि नै सबैजनाले फोकस पनि गरेको छन् बिकज यसलाई चाहिँ हामीले साइलेन्ट डिजिज भन्छौँ। किन भन्दाखेरि स्पेसली हामीले भन्दा हेपाटाइटिस बी र सी जुन चाहिँ क्रोनिक अवस्थामा जान्छ, जुन जीवनभर रहन सक्छ हाम्रो शरीरमा सङ्क्रमण भइसकेपछि, यसको चाहिँ लक्षणहरू नै नआउने, यो साइलेन्ट डिजिजको रूपमा बस्ने भएको हुनाले एकबाट अर्कोलाई सङ्क्रमण भइरहेको अवस्था हुन्छ। त्यही भएर यसलाई चाहिँ वर्ल्ड हेपाटाइटिस डे भनेर यसको अवेरनेस ल्याउनु र यसलाई स्क्रिनिङ गरेर जो अलरेडी इन्फेक्टेड छ तिनीहरूलाई ट्रिटमेन्ट गर्नु एकदम आवश्यकता छ। हेपाटाइटिसका विभिन्न प्रकारहरू रहेछन् होइन? ए बी भन्ने कुरा अलि बढी चाहिँ सुनिन्छ होइन? ए बी सी डी जुन बीसँगै आउँछ भनेर पनि थाहा पाइयो होइन? र ई गरेर विभिन्न प्रकार छन्, यिनका केही फरकहरू छन् के बताइदिनुहुन्छ? पर्टिकुलरली भन्दा यो एक किसिमको अब सबै भाइरस नै हो। हेपाटाइटिसको विभिन्न किसिमका भाइरस, यसले चाहिँ अब हाम्रो रगतमा सङ्क्रमण गरिसकेपछि यसले कलेजोलाई अट्याक गर्ने हो। यसमा अलिकति डिभिजन गर्दाखेरि हेपाटाइटिस ए र ई भनेको चाहिँ खानपिनबाट फोहोर खानाबाट सर्ने किसिमको भाइरस हो र यसले चाहिँ यो हेपाटाइटिस ए र ई चाहिँ क्रोनिक अवस्थामा अथवा चाहिँ पछिसम्म दीर्घकालीन रोग भएर बसिरहँदैन। यसले सङ्क्रमण गर्छ, कलेजोलाई ड्यामेज गर्न सक्छ, निदान हुन्छ। बी र सीको चाहिँ अलिकति भिन्न किसिमको यसको फर्मेट छ, किनभने बी र सी चाहिँ एकचोटि लागिसकेपछि चाहिँ यो चाहिँ लामो समयसम्म दीर्घकालीन हुनसक्छ। अब स्पेसली हामीले बीको कुरा गर्दाखेरि चाहिँ जति उमेर सानो भयो त्यति नै दीर्घकालीन हुने,
जस्तै अब एउटा सानो बच्चामा उमेरमा हुँदाखेरि यो हेपाटाइटिस बी लाग्यो भने यो दीर्घकालीन हुने सम्भावना जीवनकालभरि पनि 95% रहन छ। सक्ने। एक्ज्याक्टली 95% अफ द पपुलेसनलाई चाहिँ यो दीर्घकालीन हुन्छ सानो उमेरमा लाग्यो भने। तर एडल्टमा भयो, ठुलो मान्छे भएर यदि हेपाटाइटिस बी लाग्यो भने चाहिँ 15% जति चाहिँ यो क्रोनिसिटी अथवा चाहिँ दीर्घकालीन रोगमा परिणत हुन्छ। र यो दीर्घकालीन रोगमा परिणत हुने भएको हुनाले नै यसलाई चाहिँ हामीले बी र सीलाई चाहिँ अलिकति बढी फोकस गरेर यसलाई चाहिँ ब्रेक इट डाउन, यसलाई चाहिँ रोक्नुपर्ने अवस्था भनेर, किनभने यो एकबाट अर्को मानिसमा सर्ने भएको हुनाले यसलाई चाहिँ सचेतनाको उसबाट रोक्ने भन्ने एउटा चाहिँ थिम हो। हजुर, यो विभिन्न प्रकारका हेपाटाइटिस लागेको लक्षण चाहिँ कस्तो हुन्छ, कुन कुन अङ्गमा असर गर्छ, विशेष त कलेजोमा भन्ने पनि बुझियो होइन? अरू कुन कुन मतलब शरीरका कुन कुन अङ्गमा यसको असर हुन्छ? प्राइमेरीली यसले असर गर्ने कलेजोमै हो। हेपाटाइटिस कुनै पनि भाइरल हेपाटाइटिसले ABCEले थोरै थोरै चाहिँ किडनीमा अथवा चाहिँ अरू हाम्रो स्केलेटल सिस्टमहरूमा पनि असर गर्छ, तर मेनली चाहिँ हाम्रो लिभरमै असर गर्ने हो सबै भाइरसहरूले। अब यो सबैभन्दा खतरनाक, सबैभन्दा जोखिमपूर्ण चाहिँ कुन प्रकारको हेपाटाइटिस हो, फेरि अलिकति भनिदिनुहुन्छ? यसमा यस्तो छ, अब हेपाटाइटिस ए र ई चाहिँ एक्युट कन्डिसन हो। एक्युट कन्डिसन भनेको लाग्छ, लक्षण आउनु पनि सक्छ, नआउनु पनि सक्छ। आयो भने चाहिँ कहिलेकाहीँ चाहिँ हेपाटाइटिस ए र ईले चाहिँ एक्युट लिभर फेलियर गरेर जान सक्ने अवस्था पनि हुन्छ। कतिजनालाई चाहिँ हामीले हेपाटाइटिस ए को मान्छेहरूलाई चाहिँ लिभर ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था पनि आउँछ एक्युट लिभर फेलियरमा गएर। तर यदि एक्युट लिभर फेलियरमा गएन भने चाहिँ यो केही समयमा निको भएर जाने अवस्था हो हेपाटाइटिस ए र ईको कुरा गर्दाखेरि। अब ईको मात्रै स्पेसली कुरा गर्दाखेरि चाहिँ प्रेग्नेन्ट वुमनहरूमा चाहिँ यो अलिकति नराम्रो रूप लिन सक्छ। 20% चाहिँ एकदम फ्याटिलिटी, केस फ्याटिलिटी भन्छ। तर ए र ई चाहिँ निको भएर जान्छ। बी र सीको सन्दर्भमा चाहिँ यो दीर्घकालीन भएको हुनाले यसलाई चाहिँ हामीले एक किसिमले अब अलिक खतरनाक रूपमा लिनु पर्यो, किनभने यो साइलेन्ट किलर भयो, थाहै पाइँदैन। भित्रभित्र कलेजोलाई ड्यामेज गरिसकेको हुनसक्छ, भित्रभित्र फाइब्रोसिस अथवा सिरोसिस भइसकेको हुनसक्छ, या क्यान्सर डेभलप भइसकेको हुनसक्छ, यसको लक्षणै आउँदैन। र इनिसियल अवस्थामा यसलाई हामीले डायग्नोज गर्न सक्यो भने हेपाटाइटिस बी र सीलाई हामीले रोकथाम या उपचार गर्न सक्छौँ। तर थाहा नै नभएको हुनाले हामीले उपचार गर्ने कुरै भएन। त्यही भएको कारणले यसले चाहिँ पछि नराम्रो रूप लिन सक्ने भएको हुनाले हामीले अहिले मेन यो वर्ल्ड हेपाटाइटिस डेमा पनि हामीले लेट्स ब्रेक इट डाउन, यो जुन सबै कुरा भनिरहेछौँ यो स्पेसली हेपाटाइटिस बी र सीकै लागि भनेको। यो रोग सङ्क्रमणको चक्र चाहिँ तोडौँ भन्ने खालको नै छ। एक्ज्याक्टली। यो ए र ईमा चाहिँ कस्तो खालको लक्षण देखिन्छ? ए र ईमा यो प्रोडोर्मल यो कस्तो हुन्छ भने ज्वरो आउने, पेट दुख्ने। ए र ई लागिहाल्यो भने चाहिँ बान्ता हुने, पेट दुख्ने, ज्वरो आउने, होइन, खान मन नलाग्ने, अनि पछि जन्डिस डेभलप हुन सक्ने, थकान हुने, यस्ता खालका समस्याहरू देखिन्छ। टिपिकल भाइरल इन्फेक्सन, एकदम सिभियर खालको भाइरल इन्फेक्सनकै लक्षणहरू देखिन्छ, तर फलोड बाई जन्डिस यसमा चाहिँ स्पेसली, किनभने लिभरलाई प्राइमेरीली अट्याक गर्ने भएको हुनाले। जस्तो भनौँ न, यो कतिपय रोगहरू चाहिँ लाग्न सक्छ भनेर पहिल्यै फुल बडी चेकअप अथवा आफ्ना अङ्गहरूको चेकअप चाहिँ रेगुलर गराउनुले फाइदा हुन्छ भनिन्छ होइन? हेपाटाइटिस बी लागेको छ या छैन भन्ने कुरा पनि थाहा पाउन सकिन्छ चेक गरायो भनेदेखि? डेफिनेटली थाहा पाउने तरिकै त्यही हो। त्यही भएर हामीले चाहिँ जनरल चेकअप गराउँदाखेरि आफूलाई अब हेपाटाइटिस बी सी छ कि छैन भनेर थाहा पाउने रगतको जाँचबाट नै हो। अरू लक्षणहरू केही पनि नआउने भएको हुनाले हेपाटाइटिस बीको हामीले HBsAg भनेर एउटा सिम्पल टेस्ट हुन्छ। यो टेस्ट गरिसकेपछि छ या छैन भनेर थाहा भइहाल्छ। कति समयको अन्तरालमा गर्नु उपयुक्त हुन्छ एउटा मान्छेले? अब यसमा चाहिँ हामीले रिस्क ग्रुप को छ भन्ने कुरामा एकदम छ कि छैन वरिपरि। एक्ज्याक्टली। अब फ्यामिली छ, हेपाटाइटिस बीको फ्यामिली हिस्ट्री छ। अब जस्तै हाम्रो हेल्थ केयर वर्करहरू जस्तै जो कन्टिन्युस हेपाटाइटिस बीको बिरामीहरूसँग कन्टिन्युस सम्पर्कमा आउँछन्, जो अब आइभी ड्रग युजर्सहरू, जस्तै कोही कम्प्लिटली डायलासिसहरूमा मेसिन डायलासिस गरिरहनु पर्ने अवस्थाहरू, सेक्सुअल वर्करहरू, उहाँहरू हाई रिस्क ग्रुपको पेसेन्टहरू हो, मानिसहरू हो। उहाँहरूलाई चाहिँ अलिकति फ्रिक्वेन्टली गर्नुपर्छ भन्ने हुन्छ, अथवा चाहिँ एटलिस्ट एकचोटि चाहिँ स्क्रिनिङ गरिदिनु पर्ने हुन्छ। अब बाँकी जेनरल पपुलेसनमा पनि स्क्रिनिङ त एकदमै जरुरी छ, तर त्यसरी फ्रिक्वेन्टली गरिरहनु पर्ने जरुरी हुँदैन। भनेको हामी कम्तीमा 6 महिनामा या त वर्षमा होल बडी चेकअप भन्छौँ नि, त्यो बेलामा चाहिँ चेक गर्दा राम्रै हुन्छ। त्यो बेलामा त्यति फास्ट इन्टरभलमा पनि गरिहाल्नु पर्ने जरुरी हुँदैन। स्पेसली मैले हाई रिस्क ग्रुपमा त ठिकै हो, तर नन हाई रिस्क ग्रुपमा चाहिँ त्यसरी एकचोटि मात्रै हेर्दै पनि हामीलाई धेरै इन्फर्मेसन थाहा हुन्छ। त्यसपछि हामीले उहाँलाई ट्रेस गर्दै, किनभने एकजनालाई देखिसकेपछि उहाँको कन्ट्याक्टहरू ट्रेस गर्दै हेपाटाइटिस बी र सीमा पनि उहाँहरूलाई पनि पत्ता लगाउँदै हामीले त्यो चेन ब्रेक गर्न सक्छौँ, यदि हामीलाई एकचोटि मात्र पनि थाहा भयो भने।
अघि तपाईँले नि भन्नुभयो यो हेपाटाइटिस बी र सी त मान्छेलाई भएको थाहै पाइँदैन, त्यो भएर पनि सङ्ख्या बढिरहेको छ, मृत्यु हुने सङ्ख्या दर बढिरहेको छ, तर थाहै नपाइकन, होइन? राइट। यो खास के कारणले होला त थाहै नपाइएको, होइन? मृत्यु भइसक्छ, कारण पनि मृत्युपछि थाहा हुन्छ, तर उनलाई बाँचुन्जेल थाहा हुँदैन, के कारण? होइन, एकदमै सही हो। त्यही भएर यो हेपाटाइटिस बी र सी हाम्रो पहिलेदेखि नै यो साइलेन्ट डिजिज भनेर नै भनिएको। साइलेन्ट डिजिजले साइलेन्ट किलरको रूप लिन्छ, होइन? अब साइलेन्ट डिजिज भन्नासाथ मानिसहरूलाई हाम्रो अब अझै पनि नेपालको सिस्टममा के छ भन्दाखेरि आफूलाई गाह्रो नभएसम्म ब्लड चेक नगराउने, एउटा स्क्रिनिङको रूपमा गराउने एकदमै कम छ। अब स्पेसली हामीले हाम्रो जेनरल प्र्याक्टिसमा गर्दाखेरि हाम्रो यो बाहिरपट्टि यो म्यान पावरमा जाँदाखेरि चाहिँ टेस्ट गर्दाखेरि धेरै जस्तो मानिसहरूलाई हेपाटाइटिस बी छ भनेर थाहा पाइरहेको हामीले देखिएको छ प्र्याक्टिसमा। हेर्दै जाँदाखेरि उहाँहरूको फ्यामिलीमा हेपाटाइटिस बी हुँदो रहेछ, अनि आमाबाट सङ्क्रमण, हिस्ट्री हेर्दै जाँदाखेरि आमाबाट सङ्क्रमण जन्मिँदै भएको हुँदो रहेछ। भनेपछि म्यान पावर जाँदाखेरि त 25-30 वर्षको मानिस हुन्छ। सो 25-30 वर्षसम्म त्यो मानिसलाई आफूलाई हेपाटाइटिस बी छ भनेर थाहा थिएन, र त्यो उसले कतिजनालाई सार्यो होला, या त्यस्तै कतैबाट गयो, कतै उसकोबाट अरू ठाउँमा पनि गयो होला। त्यही भएर हामीलाई चाहिँ यो एकदम साइलेन्ट डिजिज थाहा नै हुँदैन। अनि जुन बेलामा हेपाटाइटिस बीले चाहिँ भित्र लिभरलाई अलिअलि फाइब्रोसिस अलिकति सङ्क्रमण गर्न थाल्छ कन्टिन्युस, त्यो बेलामा पनि लक्षण हुँदैन। त्यसपछि लिभर बिस्तारै हार्ड हुँदै जान्छ, त्यसलाई हामीले फाइब्रोसिस भन्छौँ। फाइब्रोसिसको एन्ड स्टेजमा चाहिँ लिभर सिरोसिस हुन्छ। अब लिभर सिरोसिस भइसकेपछि चाहिँ त्यो इरिभर्सिबल ड्यामेज भयो, अथवा चाहिँ लिभर सिरोसिस नभइकन अथवा चाहिँ भइसकेपछि दुईटैचोटि लिभर क्यान्सर पनि हुनसक्छ। र क्यान्सर भइसकेपछि मान्छे दुब्लाउँदै गइसकेपछि, या चाहिँ अब अलिकति जन्डिस आयो, दुब्लाउँदै गयो, खान मन लागेन, हेर्दाखेरि लिभर क्यान्सर अथवा लिभर सिरोसिस देखिन्छ, त्यो बेलामा चाहिँ इट्स टु लेट। त्यसपछि उपचार गर्नलाई धेरै गाह्रो हुन्छ, होइन? किनभने गाह्रो सम्भव त हुनसक्छ, लिभरै फेर्ने, अपरेसन गर्ने, तर एकदम गाह्रो हुनसक्छ र मानिसले ज्यान गुमाउन सक्छ। त्यही भएर यही चिज चाहिँ हामीले अगाडि नै स्क्रिनिङ गरेर त्यो मानिसको चाहिँ हेपाटाइटिस बी छ है भनेर पत्ता लगाइदिएको भए त्यो मानिसलाई यो सिरोसिस अथवा चाहिँ हेपाटाइटिस क्यान्सर, लिभर क्यान्सर हुनुबाट सजिलैसँग जोगाउन सकिन्थ्यो, एकदमै सजिलैसँग। अघि हजुरले भन्नुभयो हेपाटाइटिस ए र ई चाहिँ सामान्यतया खानपान, फोहोर खानेकुराको कारणले लाग्छ भन्नुभयो, होइन? बी र सी चाहिँ अघि पनि अलिकति भन्नुभयो, अझै प्रश्न गरी भनिदिनुहोस् कि हेपाटाइटिस बी र सी सबैभन्दा अलिकति जोखिमपूर्ण छ, होइन? डरलाग्दै छ तथ्याङ्क हेर्दाखेरि। यो चाहिँ के कारणले हुन्छ ठ्याक्कै एकचोटि फेरि भनिदिनुहुन्छ? प्राइमेरीली अब हेपाटाइटिस बीको कुरा गर्दा सरुवा पनि हो यो, एकदमै सरुवा रोग हो। हेपाटाइटिस बीको कुरा गर्दाखेरि चाहिँ हाम्रो नेपालमा अझै पनि, नेपालमा भन्दा पनि सारा संसारमा सबैभन्दा बढी चाहिँ आमाबाट बच्चालाई सरेको पाइन्छ, होइन? ड्युरिङ यो चाइल्ड गर्भवती आमालाई छ भनेदेखि बच्चामा सर्छ। गर्भवती आमालाई छ र उहाँलाई थाहा छैन कि मलाई हेपाटाइटिस बी छ भनेर, किनभने लक्षण त हुँदैन, चेक गरेको हुँदैन कतिचोटि। सो गर्भवती आमाबाट बच्चालाई पेटमै हुँदा र जन्मिँदा त्यो 100% सर्छ? 100% सर्छ भन्ने हुँदैन, हामीले धेरै त्यस्तो देखेका छौँ। हजुर, जस्तै कसैको 5 जना बच्चा छ भने एकजनालाई हुनसक्ने, 2 जनालाई हुनसक्ने, या 5 जनालाई हुनसक्ने आमाको कारणले। भनेपछि 100% सर्छ भन्ने चाहिँ हुँदैन, सर्ने चान्सेस हाई हुन्छ। र हाम्रो नेपालमा जति पनि हेपाटाइटिस बीका बिरामीहरू छन् 60 to 70% पपुलेसनलाई चाहिँ आमाबाट गर्भवती हुँदा बच्चालाई नै सरेको पाइएको छ। अरू सर्ने तरिका हेपाटाइटिस बीमा चाहिँ जस्तै सेक्सुअल वर्करहरू फिजिकल्ली ट्रान्समिट हुने, अथवा चाहिँ ब्लड ट्रान्सफ्युजनहरू गर्दाखेरि हाम्रो हेल्थ केयर वर्करहरूलाई चाहिँ हेपाटाइटिस बीको मानिसलाई इन्जेक्सनबाट आफूलाई पनि घुच्यो, यसरी रगतबाटै सङ्क्रमण हुने देखिन्छ। अनि अब हेपाटाइटिस सीको कुरा गर्दाखेरि चाहिँ हाम्रो नेपालमा पनि बाहिर पनि धेरै जस्तो चाहिँ आइभी ड्रग युजर्सहरू यो निडल सेयरिङबाट, किनभने एउटै निडल सबैजनाले सेयर गर्ने भएको हुनाले हेपाटाइटिस सी भएको मानिसले अर्को मान्छेलाई दिन्छ, अर्को मान्छेलाई दिन्छ, र यसरी सेयरिङ हुन्छ। 70-80% पपुलेसन आइभी ड्रग युजर्समै देखिया छ हेपाटाइटिस सी चाहिँ। तर अरू माध्यमहरू जस्तै डायलासिसहरू गरिरहेको, ब्लड ट्रान्सफ्युजनबाट पहिला चाहिँ एकदम धेरै देखिन्थ्यो, ब्लड ट्रान्सफ्युजनबाट जुन बेलामा ब्लडको स्क्रिनिङ हुन्थेन, त्यस्तोबाट पनि हेपाटाइटिस सीहरू सरेको पाइन्छ। अर्को एउटा जोखिम मैले कहाँ देखेँ भन्दाखेरि हामी जुन दारी कपाल काट्न जान्छौँ नि सैलुनमा, त्यहाँ पनि ब्लेड पुरानै हेपाटाइटिस बी या सी भएकै मान्छेको ब्लेड प्रयोग गरियो भने पनि सर्ने चान्स हुने रहेछ। डेफिनेटली, त्यहाँ पनि ध्यान दिनुपर्छ। सामान्य हेर्दाखेरि ब्लेड नयाँ चेन्ज गर्यो कि गरेन भनेर हेर्नुपर्ने रहेछ। एकदमै 100%, किनभने यो हेपाटाइटिस बी र सीको मानिसलाई युज गरेको छ र उहाँलाई अलिकति कट इन्जुरी जस्तो अलिकति भएको छ, सेम ब्लड युज भयो भने एकदम धेरै सङ्क्रमण हुने चान्स हुन्छ। किनभने हेपाटाइटिस बीको भाइरस चाहिँ हाम्रो त्यो बाहिर शरीर बाहिर पनि धेरै समयसम्म बाँचिरहन्छ। जस्तै ब्लड लाग्यो हेपाटाइटिस बीको ब्लेडमा, र त्यो ब्लेड आधी घन्टा 1 घन्टा युज भएन, त्यसपछि हाम्रोमा युज भयो र हाम्रोमा पनि त्यसले काट्यो भने त्यो सम्भावना एकदम बढी हुन्छ।
हेर्दा सामान्य तर पछि असामान्य भएपछि बल्ल अनि चिन्ता मान्नेको विकल्प छ होइन। यो हेपाटाइटिस बी वा सी लागेको थाहा पाइयो भनेदेखि कुन कुन चरणहरू हुन्छन् यसका? अघि पनि भन्नुभयो भन्न त, अब कुन कुन चरणको निदान गर्ने चाहिँ तरिका के छ त नेपालमा अथवा विश्वमै प्र्याक्टिस? अब लागिसकेपछि चाहिँ अब हामीले यसलाई चाहिँ हेपाटाइटिस बी र सीको दुईटै एक्युट र क्रोनिक भन्ने हुन्छ। एक्युट भनेको चाहिँ सङ्क्रमण हुन साथ अघि नै मैले हेपाटाइटिस ए र ई को लक्षण भने जस्तो ज्वरो आउने, बान्ता हुने, जन्डिस हुने। र फेरि यो हेपाटाइटिस बी भनेको एकदम खतरनाक, अस्ति अघि नैको सन्दर्भमा म के भन्छु भन्दाखेरि यो एचआइभी भन्दा अलमोस्ट 50 टाइम्स बढी सङ्क्रमण हुने चान्सेस बढी। सङ्क्रमणको दर त्यति हाई छ, एकदमै हाई हुने हेपाटाइटिस बी स्पेसली। त्यही भएर हेपाटाइटिस बीबाट चाहिँ एकदमै बच्न पर्ने कुरा त्यही हो। र हेपाटाइटिस बी र सीको दुईटै एक्युट फेज हुन्छ। एक्युट फेज भनेको चाहिँ तुरुन्त लाग्ने, त्यसपछि ज्वरो आउने, बान्ता हुने, जन्डिस हुने हुन्छ। अब यो क्रोनिकमा जान्छ। क्रोनिक त्यो सन्चो हुन्छ मानिसलाई, त्यसपछि क्रोनिकमा जान्छ। क्रोनिकमा गइसकेपछि चाहिँ लक्षण केही पनि हुँदैन। मानिस वर्षौँसम्म, 10औँ वर्षसम्म मानिस केही लक्षण बिना नै बस्छ। तर उहाँको शरीरमा हेपाटाइटिस बी को भाइरस अत्याधिक रूपमा बसिरहेको हुनसक्छ। द्याट मिन्स उहाँको ब्लड चाहिँ एकदमै सङ्क्रमण, उहाँको कोहीसँग फिजिकल एक्सपोजर भयो, उहाँले कसैलाई ब्लड ट्रान्सफ्युजन दिनुभयो, उहाँको रगत कसैकोमा पर्यो भने ब्लड ट्रान्सफ्युजन, यो रगत सङ्क्रमण हुने चान्सेस चाहिँ एकदम हाई हुन्छ। त्यही भएर क्रोनिक फेज हुन्छ, त्यसलाई चाहिँ हामीले क्रोनिक हेपाटाइटिस भन्छौँ। क्रोनिक हेपाटाइटिस बी र सी, जसमा लिभर पुरै खराब भइसकेको हुँदैन, तर मानिससँग चाहिँ हेपाटाइटिस बी र सी चाहिँ एकदम अत्याधिक रूपमा भइरहेको हुन्छ। त्यहाँसम्म चाहिँ निदान हुनसक्छ, डेफिनेटली हुनसक्छ। जस्तै निदानको कुरा गर्दाखेरि चाहिँ हेपाटाइटिस सी को चाहिँ निर्मूल पार्ने औषधिहरू आइसकेको छ। जस्तै हेपाटाइटिस सी चाहिँ हामीले पत्ता लाग्यो भने अहिले 12 हप्ताको एउटा ट्रिटमेन्ट कोर्स हुन्छ। 12 हप्ताको ट्रिटमेन्ट कोर्सपछि हेपाटाइटिस सी चाहिँ निको नै भएर जान्छ। हेपाटाइटिस बी को सन्दर्भमा कुरा गर्दाखेरि चाहिँ हामीसँग अहिले हेपाटाइटिस बीलाई कन्ट्रोल गर्ने औषधिहरू छन्। सिम्पल एउटा दिनमा एउटा ट्याब्लेट खाने हो, केही पनि छैन। हेपाटाइटिस बीलाई चाहिँ हामीले सुगर जस्तै बढ्न नदिने, कम्प्लिट निको चाहिँ नहुने, सुगर प्रेसर जस्तै सुगर हामीले औषधि खायौँ कन्ट्रोलमा राख्ने, तर निको त हुने होइन। सिमिलरली हेपाटाइटिस बीलाई पनि हामीले कन्ट्रोलमा राख्न सक्छौँ, सो द्याट उहाँलाई पनि, उहाँको लिभर पनि बचिरहोस् र उहाँले अरूलाई पनि सङ्क्रमण गर्न नसकोस् भनेर हामीले हेपाटाइटिस बीलाई चाहिँ कन्ट्रोलमा राख्न सक्छौँ। ती औषधिहरू छन् अहिले। नेपालभित्र जोखिमको स्थिति हेर्दाखेरि चाहिँ सहरमा बढी छन् कि ग्रामीण भेगमा छ, अथवा नेपालमा भनौँ न यो हेपाटाइटिस बी को सङ्क्रमणको स्थिति क्षेत्रगत हिसाबले हेर्दाखेरि कहाँ बढी जोखिम छ जस्तो लाग्छ? यो सहर र ग्रामीण भनेर त्यस्तो डिफ्रेन्स चाहिँ छैन, तर क्षेत्रगत हिसाबमा चाहिँ यो टिबेटियन पपुलेसन यो हायर एल्टिट्युडहरूमा, माउन्टेनहरूमा यो मङ्कहरू जो बन्नुभयो, उहाँहरूको एउटा ग्रुप नै सोसाइटी नै छ। यो स्पेसली टिबेटियन पपुलेसन भन्छौँ हामीले, उहाँहरूकोमा चाहिँ अत्याधिक धेरै पाइएको छ। उहाँहरूको पपुलेसनमा यो मदर टु चाइल्ड ट्रान्समिसन एकदमै, किनभने स्क्रिनिङ नहुने टाइममा आमालाई जुन त्यो पपुलेसनमा, मङ्कहरूमा त नभनौँ किनभने मङ्क भइसकेपछि मान्छेले बिहानै गर्दैन, तर हामीले अस्ति नै जुन चाहिँ एउटा सर्वे गर्दाखेरि यो जुन चाहिँ मङ्कहरू आउनुभयो आफ्नो कुनै फ्यामिलीबाट, जुन बेलामा मङ्क थिएन, त्यो टिबेटियन पपुलेसनहरूमा चाहिँ अत्याधिक रूपमा हेपाटाइटिस बी देखिया छ। हेपाटाइटिस बी स्पेसली यो चाहिँ फ्यामिली ट्रान्समिसन, एक आपसमा बिहा गर्यो, त्यसपछि यो टिबेटियन पपुलेसनमा आमाबाट बच्चालाई सर्ने। तर यतातिर हामीले हेर्दाखेरि चाहिँ ग्रामीणमा पर सहरमा अलमोस्ट उस्तै छ। सहरमा रिलेटिभली कम होला, बिकज अलिकति यसमा यहाँ हाम्रो चाहिँ एन्टिनेटल चेकअप्सहरू हुन्छ, आमाबाट बच्चालाई सर्ने बेलामा हाई रिस्क पपुलेसनहरूमा स्क्रिनिङहरू भइरहेको हुन्छ। सो एकचोटि हामीले अनि भ्याक्सिनेसन पनि सहरमा अलि राम्रो छ ग्रामीण भन्दा, सो भ्याक्सिनेसन गरिसकेका छ भने पनि नसर्ने भयो। सो अहिले कम्पेरिटिभ स्टडी त्यस्तो त छैन हामीसँग ग्रामीणमा कति छ यहाँ कति छ भनेर, तर डेफिनेटली यो टिबेटियन पपुलेसनमा चाहिँ बढी छ। यता हेर्दाखेरि चाहिँ अहिले अनुमान लाउँदाखेरि चाहिँ ग्रामीणमा अलि बढी होला। कन्ट्रोल गर्न सकिने स्थितिमै छ नेपालमा? छ, डेफिनेटली छ। यो बच्चा जन्मिने बित्तिकै 24 घण्टामै हेपाटाइटिस बी को मतलब सुई लगाउनुपर्छ भन्ने हो? यसमा चाहिँ दुईटा स्कुल अफ थट्स छ। किन भन्दाखेरि कति एउटा ग्रुपले चाहिँ हेपाटाइटिस बी को चाहिँ भ्याक्सिनेसन बच्चा जन्मिन साथ एज सुन एज पोसिबल विदिन 24 आवर लगाइदिने भन्ने छ। कतिले चाहिँ हाई रिस्क ग्रुपमा मात्र, जस्तो आमा हेपाटाइटिस बी छ
भने त लगाउनु पर्ने एकदम हाम्रो त्यो इमिडिएट त्यो प्रोटोकल नै हो कि जन्मिनासाथ हेपाटाइटिस बी को भ्याक्सिन र इम्युनोग्लोबिन लगाइदिने भन्ने। तर कतिमा चाहिँ प्रोटोकल के छ भन्दा हाई रिस्क ग्रुपमा जसलाई चाहिँ आमालाई हेपाटाइटिस बी भनेर थाहा थिएन, हेपाटाइटिस बी को स्ट्याटस नै थाहा छैन, त्यो ग्रुपमा पनि लगाइदिने भन्छ। तर अब हामीले यहाँ जेनरल प्र्याक्टिसमा चाहिँ यदि हेपाटाइटिस बी छैन आमालाई भने चाहिँ हामीले अहिले खोप तालिकामा जुन डिपिटी पोलियो जुन चाहिँ 6, 10, 14 हप्तामा डिपिटी र पोलियो लाउँछ त्यो बेला नै हेपाटाइटिस बी को भ्याक्सिन लाउने प्रोटोकल चाहिँ छ नेपालमा। खोप तालिकामै छ, खोप तालिकामा राष्ट्रिय खोप कार्यक्रममै त्यो समावेश छ। भनेको यसको अर्थ 77 जिल्लामा यो अभ्यास छ भनेर बुझ्न सकियो। अघि तपाईले स्क्रिनिङको कुरा गर्दै हुनुहुन्थ्यो, म सम्झिन्छु लगातार 2 वर्ष सरकारले एसपीभी भ्याक्सिन क्याम्पेन भनेर चलायो, असाध्यै प्रभावकारी पनि भयो। 10 देखि 14 वर्ष उमेर समूहका बालिका किशोरीहरूलाई र कतिपय मुलुकमा त किशोरहरूले पनि लगाउँछन् भन्ने पनि आयो अस्ट्रेलियातिरबाट, होइन? नेपालमा चाहिँ यो एसपीभी भ्याक्सिन क्याम्पेन जसरी सक्सेस भयो, अहिले तपाईँले भनिराख्दाखेरि चाहिँ यो हेपाटाइटिस बी सी को पनि यो स्क्रिनिङ क्याम्पेन भनौँ न र भ्याक्सिनेसन क्याम्पेन पनि हिस्ट्री हेरेर त्यसको सङ्क्रमणको जोखिम हेरेर त्यो गर्नु जरुरी छ। तर भइराखेको छैन जस्तो लाग्छ, होइन? स्क्रिनिङ नभएकै कारणले थाहा पाएको छैन, होइन? लक्षण हुँदैन, मेन त फेरि खतरनाक सिम्पटम मतलब प्रकारको चाहिँ लक्षण हुँदैन, राइट? र मृत्यु र सङ्क्रमितको सङ्ख्या बढिरहेको छ। यो सरकारलाई थाहा छैन कि अथवा अब गर्छ कि भनौँ न, स्क्रिनिङको अभियान किन हुनुपर्ने जति चुस्त तरिकाले भइरहेको छैन? होइन, डेफिनेटली हाई रिस्क ग्रुपमा अब गभर्मेन्ट लेभलबाट भन्दा पनि एउटा प्राइभेट लेभलबाट हाई रिस्क ग्रुपहरूमा स्क्रिनिङको कार्यक्रमहरू त भइ नै रहेछ। शिविरको हिसाबले कहिलेकाहीँ हजुर WHO पनि यो हाम्रो नेपालको स्वास्थ्य मन्त्रालयको अन्तर्गतमा अरू यो एपिडेमोलोजी NCASC भन्ने एउटा अर्गनाइजेसन छ, उहाँहरूले पनि यो हाई रिस्क ग्रुपहरूमा आइभी ड्रग युजरमा स्क्रिनिङ गर्ने, ड्रग्सहरू दिने यो कार्यक्रमहरू सामान्य चलि नै रहेछ। अब यसले त्यो एकदम HPV जस्तो प्यापिलोमा भाइरस जस्तो एउटा चाहिँ हाइप चाहिँ लिन सकेको छैन डेफिनेटली। तर यो गर्नु जरुरी छ जस्तो लाग्छ। यदि हेपाटाइटिस सी को सन्दर्भमा चाहिँ यसमा हेपाटाइटिस सी को चाहिँ भ्याक्सिन हुँदैन, यसमा चाहिँ हामीले के गर्नुपर्ने छ भने स्क्रिनिङ गर्ने हाई रिस्क ग्रुपलाई र ट्रिटमेन्ट गरिदिने, त्यो नै हाम्रो एक किसिमको एउटा हर्ड इम्युनाइजेसन भ्याक्सिन जस्तो भयो। हेपाटाइटिस बी को कुरा गर्दाखेरि चाहिँ यसको भ्याक्सिन अभाइलेबल छ, त्यही भएर पहिला स्क्रिनिङ गरेर र सचेतना एउटा बढाएर र भ्याक्सिनेसनको चाहिँ एकदमै जरुरी छ। किनभने अहिले पनि हेपाटाइटिस बी कसलाई भ्याक्सिन लाउने कि नलाउने, कसलाई लाउने कसलाई नलाउने भन्ने कसैलाई पनि राम्रोसँग थाहा चाहिँ छैन। त्यही भएर यो गऱ्यो भने हामीले यसलाई चाहिँ यो प्रोग्रामहरू डेभलप गरेर स्क्रिनिङ प्लस भ्याक्सिनेसन दुईटैको प्रोग्राम साइमल्टेनियसली लिएर जान सक्ने हो भने हामीले डेफिनेटली हेपाटाइटिस बी भाइरस जुन चाहिँ भाइरल जुन चाहिँ हाम्रो जनतामा लोड छ त्यसलाई डेफिनेटली घटाउन सक्छौँ। हामीलाई फेरि रियल नेपालको रियल सिनारियो एक्ज्याक्टली थाहा पनि छैन। लास्ट टाइमको एउटा चाहिँ डेटाले 0.9% भन्छ, तर आइएम स्योर त्योभन्दा एकदम बढी छ, त्योभन्दा बढी छ, धेरै बढी नभए पनि त्योभन्दा बढी चाहिँ छ। किनभने हाम्रोमा स्क्रिनिङ प्रोग्रामहरू नै छैन। कतिजनालाई हेपाटाइटिस बी छ हामीलाई थाहा नै छैन। अहिले पनि हामी हस्पिटलमा प्र्याक्टिस गर्दाखेरि हाम्रो इन्सिडेन्टल फाइन्डिङ अफ हेपाटाइटिस बी पोजिटिभ स्टेटस भनेर भन्नुपर्ने हुन्छ। ती मानिसहरू त्यो डेटामा परेनन्, जुन 0.9% को डेटामा ती कोही पनि मानिसहरू छैनन् भनेपछि प्रि एक्जिस्टिङ पहिला एउटा कुनै एउटा WHO ले जुन गर्यो सर्वे गर्यो त्यसमा 0.9% छ, त्योभन्दा बढी देखिरहेछ। किनभने यो साइलेन्ट डिजिज भएको हुनाले। र अर्को एउटा इम्पोर्टेन्ट कुरा के भन्दाखेरि मानिसहरूलाई चाहिँ हेपाटाइटिस बी छ भनेर लुकाउन देखाउन गाह्रो लाग्छ। थाहा पाएकाहरूले पनि भन्दैनन्। र हामीले कोही हामी मेडिकल अब डक्टरकोमा आइपुगिहाल्यो र हामीले यो गर्नु भन्दाखेरि उनीहरूले चाहिँ सकेसम्म नगर्ने, कसैलाई पनि नभन्ने, किनभने टेस्टहरू गऱ्यो भने अरूले थाहा पाउँछ भन्ने, किनभने त्यो सचेतना नभएको। किनभने थाहा पाएर पनि मान्छेले किन भन्ने हिचकिचाउँछ होला त्यो, किनभने एउटा ट्याबु जस्तो हेपाटाइटिस बी भएको मानिससँग सँगै बस्नु नहुने, हेपाटाइटिस बी को सँगै जुठो खायो भने हजुर मलाई पनि सर्छ, जुठो खायो भने सर्छ, लुगा लगाए सँगै बस्यो भने, कुरा गर्यो भने, यसरी भ्रमहरू छन्। त्यो भ्रमले गर्दाखेरि मानिसले चाहिँ त्यो हेपाटाइटिस बी भएको मानिसलाई चाहिँ अलिक छिछि दूर गर्ने भएको हुनाले जसलाई छ उसले सकेसम्म लुकाउन खोज्छ। यो हाम्रो प्र्याक्टिसमा देखिन्छ। त्यो कारणले पनि हामीले हेपाटाइटिस बी अब भाइरसलाई चाहिँ स्क्रिनिङ सबैजनालाई त्यो अवेरनेसलाई खुलेर आउनुहोस् भन्न नै गाह्रो भइरहेछ। यो एसपीभी भ्याक्सिन क्याम्पेनलाई म सम्झिन्छु अहिले यति धेरै अवेरनेस जागेको छ, महिलालाई किशोरीहरूलाई थाहा छ यो बारेमा, होइन? भन्नाले यो स्क्रिनिङ गर्दाखेरि त्यो
के छ अवस्था भनेर मात्रै थाहा पाइने होइन कि चेतना सँगसँगै पुर्याउन सकिन्छ नि। 753वटा पालिका छन् अहिले, 6000 भन्दा बढी ओडा छन्। हरेक ओडामा एउटा क्याम्पेन, स्क्रिनिङको क्याम्पेन गरियो, आवश्यक परेको ठाउँमा भ्याक्सिनेसनको क्याम्पेन होइन, निदानको अभ्यासको क्याम्पेनहरू गर्न सक्यो। एक चरण त्यो गर्न सक्यो भनेदेखि पनि यसपालिको थिमलाई हामीले मिट गर्न सक्छौँ होला होइन। होइन डेफिनेटली हो, डेफिनेटली हो। हामीले चाहिँ पहिला अवेरनेसलाई चाहिँ केमा फोकस गर्नु पऱ्यो भने हेपाटाइटिस बी भनेको चाहिँ यसरी सामान्य क्याजुअल कन्ट्याक्टबाट सर्ने होइन होइन, यो चाहिँ रगतबाट मात्रै सर्छ र फेरि यसको चाहिँ ट्रिटमेन्ट छ, हामीले कन्ट्रोलमा राख्न सक्छौँ। यो कारणले अकालमा मृत्यु हुनुपर्ने अवस्था आउँदैन समयमै थाहा भयो भने। यो कुरा चाहिँ राम्रोसँग सबैजनालाई थाहा दियो भने मानिसहरू खुलेर आउन सक्छन्। मलाई स्क्रिनिङ गरिदिनुहोस्, स्पेसली हाई रिस्कको ग्रुपहरू जुन हुन्छ, मलाई स्क्रिनिङ गरिदिनुहोस् र गऱ्यो भने ल उपचार गरिदिनुहोस् भन्नलाई। तर यो कुरा चाहिँ मानिसहरूलाई सकेसम्म चेकै नगराउने, चेक गराएर थाहा पायो भने पनि सकेसम्म हाइड गर्ने, लक्षण छैन भइहाल्छ भन्ने पनि होला, मलाई केही भएकै छैन म किन चेक गराउने भन्ने चाहिँ एकदम त्यो टेन्डेन्सी चाहिँ एकदम धेरै छ। भनेपछि चेतना फैलाउँदै गर्दाखेरि चाहिँ हुनसक्छ तपाईँलाई भइहाल्यो भने तपाईँलाई मात्रै असर गर्दैन होइन, तपाईँले चाहिँ अरू 10औँ मान्छेलाई फैलाउन सक्नुहुन्छ भन्ने हिसाबबाट चाहिँ चेतना जगाउनुपर्छ जस्तो लाग्यो होइन। एकदम आजकल त फेरि घर घरमा स्मार्टफोन छ, इन्टरनेटको सुविधा लगभग सबै ठाउँमा छ। हजुर, घरभित्रै नचले पनि बाहिर अलिकति डाँडामा निस्केपछि चल्छ गाउँ गाउँमा पनि। एकदम कम्तीमा यो सोसल मिडिया केन्द्रित अवेरनेसका केही कन्टेन्टहरू पनि सायद सरकारी तौरबाट प्राइभेट सेक्टरबाट पनि त्यो पहल हुन सक्यो भने अझ राम्रो हुन्छ होला। कम्तीमा स्क्रोल गर्दाखेरि जथाभावी हेर्नु सक्छ, कम्तीमा एकचोटि हेपाटाइटिस बी बारे पनि सी बारे पनि हेपाटाइटिसबाट जोगिने उपायबारे पनि कन्टेन्टहरू गयो भनेदेखि होइन। यसमा सरकारको इनिसिएसन कस्तो होस् भन्ने चाहनुहुन्छ यो अवेरनेस क्याम्पेनलाई डिजिटली लैजानको लागि? होइन, विभिन्न तरिकाले अवेरनेस चाहिँ अब सरकारको गभर्मेन्ट जस्तो अहिले हामीले गरिरहेको यो पनि एउटा अवेरनेस हो। एक्ज्याक्टली, यो पनि एउटा अवेरनेस हो। मानिसहरूलाई 10जनालाई भए पनि हामीले एउटा चाहिँ ज्ञान दिन सक्यौँ अथवा चाहिँ थाहा दिन सक्यौँ भने त एकदम राम्रो हो। गभर्मेन्ट लेभलबाट पनि त्यस्तो क्याम्पेनहरू गर्न सकिन्छ। जस्तै अब प्राथमिक स्वास्थ्य केन्द्रहरूमा देखि नै सुरु हुन्छ यो, वडावडामा छन् नि अहिले, वडावडामा छ, प्राथमिक स्वास्थ्य केन्द्र छ, जिल्ला अस्पतालहरू हुन्छ, अञ्चल अस्पतालहरू हुन्छ। यहाँ चाहिँ हेपाटाइटिस बीको एउटा छुट्टै क्लिनिक बनाएर हेपाटाइटिस बीको त्यो क्लिनिकबाट चाहिँ अवेरनेसदेखि लिएर ट्रिटमेन्टदेखि लिएर कन्ट्याक्ट ट्रेसिङ्सहरू गर्ने, स्पेसली हेपाटाइटिस सीमा कन्ट्याक्ट ट्रेसिङ एकदम इम्पोर्टेन्ट हुन्छ, हेपाटाइटिस बीमा पनि एकदम इम्पोर्टेन्ट हुन्छ। यो डिफ्रेन्ट स्ट्राटेजीबाट गयो भने चाहिँ हामीले लङ टर्ममा 2030मा सम्भव होला कि नहोला, तर लङ टर्ममा चाहिँ डेफिनेटली हामीले यसलाई लिमिट गर्न सक्छौँ या कुनै एक दिन इराडिकेट पनि होला। हो, कम्तीमा 753वटा सरकार मातहत रहने प्राथमिक स्वास्थ्य केन्द्र, पालिकाको एउटा त हुन्छ अहिले होइन, पालिका अस्पतालले भनेर 10-15 बेडको पनि सुरु भइसकेको छ। एकदमै सही। त्यो पालिकाको केन्द्रमा चाहिँ कम्तीमा एउटा त्यो विङ खडा गर्न सक्यो भनेदेखि त्यसको इम्प्याक्ट राम्रो देखिन सक्छ होला डेफिनेटली होइन। यो सरकारले तत्कालै गर्न सकोस् भन्ने कामना गर्छौँ। स्वास्थ्यको बजेट राम्रै छ होइन, त्यसको बजेटको अलोकेसनका दायराहरूमा हेपाटाइटिस बीलाई पनि बलियो गरी समावेश गर्नु पर्यो होइन। अब अर्को कुरा यो करिकुलममै क्या पाठ्यक्रममै हामी कतिपय रोगहरूको बारेमा पढ्यौँ नि। पहिला हामी स्कुल पढ्दा तपाईँलाई कतिको याद छ, भ्यागुते रोगदेखि धनुष्टङ्कार अनेक थरी हामीले पढ्यौँ। म त गभर्मेन्ट स्कुल पढेर अलि बढी याद भयो होइन। अनि जस्तो यो पाठ्यक्रममै पनि यस्तो खालको यो संसारभर एउटा जोखिमको रूपमा रहेका अलिकति खतरनाक रोगहरूको बारेमा चाहिँ पाठ्यक्रममै समावेश गरेर पाठ्यक्रम संशोधन गर्नु, परिमार्जन गर्नु जरुरी कतिको देख्नुहुन्छ? मैले अब हेपाटाइटिस बी र सीको कुरामा गर्दाखेरि यो एकदमै जरुरी छ, एकदमै जरुरी छ। सामान्य ज्ञान दिनलाई, सामान्य ज्ञान दिने यो के खालको भाइरस हो, यो कसरी सर्छ हो, यसको सिम्पल कम्प्लिकेसन्सहरू के हुनसक्छ भनेर यो राख्नु भनेको डेफिनेटली लङ टर्ममा चाहिँ एकदम बेनिफिसियल हुन्छ। यसमा चाहिँ त्यसो गरियो भने सायद हामीले रुटको ट्रिटमेन्ट गरेको ठहर छ होला क्या। डेफिनेटली जस्तै मैले एउटा इक्जाम्पलमा चाहिँ हेपाटाइटिस सी भाइरस भनेको चाहिँ हामीले अघि पनि भन्यौँ आइबी ड्रग युजरमा यो सबैजना निडल सेयरिङबाट सर्ने हो। अब यति मात्र हामीले हार्म रिडक्सन भन्छ हेपाटाइटिस सीको क्याम्पेनमा चाहिँ हामीले गर्दाखेरि हार्म रिडक्सनमा के गर्छौँ भन्दाखेरि कसैलाई आइबी ड्रग युज नै नगर्नु भन्नु नै हामीले फर्स्ट प्रायोरिटी हो। तर युज गर्ने नै हो भने पनि निडल सेयर नगर, सो द्याट निडल बाँड्ने सबैजनालाई डिफ्रेन्ट एउटा निडल दिदिने, नयाँ नयाँ निडल जो युजर छन्। एक्ज्याक्टली। अब 5 जना सँगै बसेर युज गरिरहेछ भने पनि सबैजना 5 जनालाई नै नयाँ निडल दिदियो भने त्यसलाई चाहिँ हामीले हार्म रिडक्सन भन्छ, सो द्याट त्यो ट्रान्सफ्युज भएन, एकबाट अर्कोबाट सङ्क्रमण भएन भनेपछि त्यस्ता खालका क्याम्पेनहरू जस्तै हार्म रिडक्सन। कोही एउटा यङ जेनेरेसन हुन्छ आइबी ड्रग युजर्सहरू, उनीहरूलाई चाहिँ 11-12को 8-9को पाठ्यक्रममै हेपाटाइटिस सी भनेको चाहिँ 70% चाहिँ अहिले आइबी ड्रग युजरमा निडल सेयरिङबाट सरेको छ। निडल सेयरिङ नगर्नुहोस्, तपाईँले चाहिँ बरु नयाँ निडल युज गर्नुहोस् भन्ने एउटा सानो पाठ्यक्रममा हालिदियो भने त्यो मानिसलाई त बस्छ, त्यो केटालाई त सकेसम्म त्यो प्रयोगै नगर्नुहोस्, गर्नु पर्यो यसरी गर्नुहोस् भन्ने खालको सचेतना कार्यको एउटा केही आइडियाजहरू दियो भने दिमागमा त्यो हुन्छ नि। एक्ज्याक्टली। भनिसकेपछि ऊ कुनै दिन सकेसम्म पर्दैन, परिहाल्यो भने
उसले नयाँ निडल युज गर्छु म त मात्र भनिदियो भने पनि त एकजना त बच्यो। त्यसरी नै हामीले बचाउँदै लाने हो भने चाहिँ यस्ता साना साना कुराहरू छन् जसले चाहिँ हामीले हेपाटाइटिस बी र सी दुइटै चाहिँ हामीले रोकथाम गर्न सक्छौँ। रोकथाम भने एकबाट अर्कोमा सङ्क्रमण गर्न सक्छौँ। हेपाटाइटिस बी वा सीको उपचार चाहिँ कतिको महँगो छ? मान्छेलाई फेरि स्वास्थ्य सम्बन्धी खर्चले पनि पिरोल छ होइन? हजुर। हरेक दिन जस्तो सामाजिक सञ्जालमा चाहिँ विभिन्न खालका रोग लागेर सहयोग मागिराखेको हामी देख्छौँ। दुःखद अवस्था हामीसँग छ। स्वास्थ्यलाई पूर्ण निःशुल्क बनाउन सकिरहेका छैनौँ होइन? त्यसमा बहस पनि हुन्छन्। यो महँगो कतिको छ यसको उपचार? उपचार त्यस्तो महँगो छैन। जस्तै हेपाटाइटिस सीको कुरा गर्दाखेरि चाहिँ अहिले गभर्मेन्टले चाहिँ हेपाटाइटिस सी र एचआइभी को इन्फेक्सन जसको छ, जसलाई एचआइभी पनि छ, जसलाई हेपाटाइटिस सी पनि छ, ती मानिसहरूलाई चाहिँ फ्रीमा ट्रिटमेन्ट दिइरहेछ। सकेसम्म उनीहरूले दिइरहेको हुन्छ, सधैँ अभाइलेबल हुनु होला। एचआइभी हुनु पर्यो। एचआइभी पनि सँगै भएको मानिसलाई हेपाटाइटिस सी भएको खण्डमा हेपाटाइटिस सीको मेडिसिन चाहिँ फ्रीमा दिन्छ। अहिले नेपालमा चाहिँ हामीले किन्नु पर्दाखेरि एप्रोक्सिमेटली कति नेपाली पैसा गर्दाखेरि 50,000 जति पर्छ ट्रिटमेन्टको। ओभरअल औषधि किन्दाखेरि 12 हप्ताको ट्रिटमेन्ट गर्दाखेरि यदि कम्प्लिकेसन्स केही आएन भने निदान हुन त्यो चरणमा छ भने मात्रै। हजुर 50,000 जति पर्छ। अब हेपाटाइटिस बीको कुरा गर्दाखेरि चाहिँ हामीले नियमित रूपमा यदि औषधि खानुपर्ने भने अहिले बाहिर किन्दाखेरि एउटा ट्याब्लेटको झन्डै 80, 70, 80, 90 रुपियाँसम्म हरेक दिन हो। हरेक दिन एउटा ट्याब्लेट खानुपर्ने अवस्था आउँछ। लामो समयसम्म खानुपर्ने हुनसक्छ र हरेक दिन 70 देखि 90 रुपियाँसम्मको ट्याब्लेट खानुपर्ने भनेको मजदुरी गरेर गाउँमा बसिरहेको मान्छेको लागि त महँगै रहेछ उपचार। महँगै छ हजुर होइन? अब यो गभर्मेन्टबाट चाहिँ यसरी कुनै फ्यासिलिटिज अथवा चाहिँ अलिकति वैज्ञानिक व्यवस्थापन भनौँ न, धनी गरिब परिचय पत्र अनेक थरी छ नि त कुरा होइन? कम्तीमा राज्यको सेवा सुविधा भोगेको अनुभव चाहिँ गरिबले गर्न पाओस् क्या पहिला होइन? स्वास्थ्यमा विशेष त होइन? त्यो भएर कम्तीमा दिनको 80 रुपियाँ खर्च गर्नु भनेको ठुलो कुरा हुन्छ क्या सर? ठुलो कुरा हो। त्यो भएर अलिकति तपाईँले एउटा एज अ डक्टर तपाईँले भनिदिनुहोस् कि सबै नेपाली नागरिकको पहुँचमा कम्तीमा हेपाटाइटिस रोगको स्क्रिनिङदेखि निदानसम्मको त्यो विकल्प कसरी सृजना गर्न सकिन्छ होला? यसमा चाहिँ मैले यसो सोच्दाखेरि हेपाटाइटिस बीको अघि भने जस्तै एउटा प्राथमिक स्वास्थ्य केन्द्रसम्मै, किनभने मानिसहरूलाई चाहिँ अब हेपाटाइटिस बीको स्क्रिनिङ कहाँ गर्ने, उपचार कहाँ गर्ने यो पनि थाहा हुँदैन। प्राथमिक स्वास्थ्य केन्द्रहरूमा चाहिँ हेपाटाइटिस बी सीको ट्रिटमेन्ट गर्नलाई त्यो अलाउड कुनै एउटा जनशक्ति छ कि छैन होइन? त्यो पनि हामीले म्यानेज गर्न सक्नु पर्यो। र प्लस स्क्रिनिङ गर्दा के गर्ने, ट्रिटमेन्ट के गर्ने, त्यो एउटा ज्ञान पनि दिन सक्नु पर्यो, ट्रेनिङहरू दिन सक्नु पर्यो। किनभने प्राथमिक एउटा चाहिँ एकदम बाहिर भएको रोल्पा रुकुम जस्तो ठाउँमा एउटा सिनियर कोही कन्सल्टेन्ट फिजिसियनहरू नहुन सक्छ। त्यस्तो बेलामा सिम्पल मेडिकल अफिसर अथवा चाहिँ इभन हेल्थ असिस्टेन्टहरू उहाँहरूले ट्रिटमेन्ट गर्नुपर्ने अवस्था हुनसक्छ। सो उहाँहरूलाई चाहिँ एक्ज्याक्टली त्यो हामीले अब WHO को थ्रु, NCSA को थ्रु गभर्मेन्टको दिइ पनि रहेको हुन्छौँ। त्यस्ता ट्रेनिङहरू हेपाटाइटिस बी र सीको ट्रेनिङहरू वर्षमा 2-3 चोटि भइ पनि रहेको हुन्छ। म त्यसै ट्रेनिङमा पनि इन्भल्भ छु। तर हामीले त्यति बेलामा चाहिँ उहाँहरूलाई कसरी डायग्नोज गर्ने, कुन औषधि दिने भनेर हामीले सिकाइ पनि रहेको हुन्छौँ र धेरै हाम्रो बाहिरको पेरिफेरीको डक्टरहरूलाई थाहा पनि छ। तर उहाँहरूलाई चाहिँ अब औषधि उपलब्ध चाहिँ छैन। जस्तै उहाँहरूले औषधि लेख्न पनि सक्नुहुन्छ, कुन बिरामीलाई औषधि दिने, कसलाई नदिने, ट्रिटमेन्टको तरिका पनि थाहा छ, तर तरिका पनि थाहा छ, मेडिसिन छैन। तर मेडिसिन चाहिँ फ्रीमा अभाइलेबल छैन। सो मेडिसिन अभाइलेबल नहुनासाथ तर कुनै टेस्टहरू पनि अभाइलेबल हुँदैन। किनभने भाइरल लोडहरू भन्ने हुन्छ। भाइरल लोडहरू चाहिँ अब एकदम स्पेसिफिक ठाउँहरूमा मात्र हुन्छ नेपालको, सबै ठाउँमा अभाइलेबल पनि हुँदैन। तर त्यसलाई पनि च्यानलाइज गरेर, किनभने सबै ठाउँमा हुनुपर्छ भन्ने पनि जरुरी छैन, एउटा सर्टेन सेन्टर बनाएर भाइरल लोड चाहिँ त्यहाँ गर्ने, त्यो हामीले त्यो गभर्मेन्ट लेभलबाट भइ पनि रहेको छ। तर सबै लास्टमा गएर चाहिँ ट्रिटमेन्ट चाहिँ सिन्स फ्री नभएको हुनाले त्यहाँनिर गएर चाहिँ सायद मानिसहरूको ट्रिटमेन्ट अड्किन्छ होला। हो, यो नागरिकको अवस्था हेरेर निःशुल्क गर्ने अभ्यास पनि सरकारले गर्नुपर्छ जस्तो देखियो यो तथ्याङ्क यो अवस्था हेर्दाखेरि होइन? सम्भवतः यी अहिले हामीले जति पनि छलफल गऱ्यौँ यो विषयहरूमा सरकारले, राज्यले अथवा हरेक सेक्टर, सरकारवाला सेक्टर, सञ्चारकर्मीहरूको पनि भूमिका होला, डक्टरहरूको भूमिका आफ्नै हिसाबले छ, नागरिकको आफ्नै खालको उत्तरदायित्व छ। सबै मिलेर काम गरियो भनेदेखि चाहिँ सायद 2030सम्मको लक्ष्य भेटिने अवस्थामा पुग्छ होला। डेफिनेटली होइन? र तपाईँ अब आजै पनि कतिजनालाई भेट्दै हुनुहुन्छ बिरामीहरू होइन? हरेक दिन भेट्नुहुन्छ। बिरामीहरूको गुनासो कस्तो पाउनुहुन्छ भन्नाले कहाँदेखि टाढाबाट नि आउनुहुन्छ होला होइन? उहाँहरूको भनाइ, उहाँहरूको अवस्था, उहाँहरूको मनोभाव कस्तो पाउनुहुन्छ? अब सबभन्दा पहिला मेरो एक्सपिरियन्स अनुसार चाहिँ सबैजना धेरै जसोजना एकदम सरप्राइज हुन्छ कि मलाई हेपाटाइटिस बी छ भनेर। अनि अब अहिले केही भएकै छैन, मलाई केही भएकै छैन, हेपाटाइटिस बी सी छ भन्ने खालको एउटा सरप्राइज होइन, एक्सेप्ट नै गर्न गाह्रो हुने जस्तो देखिन्छ।
त्यसमाथि फेरि अब अहिले हामीले चाहिँ टेस्टहरू गर्दाखेरि चाहिँ अलिक महँगा टेस्टहरू छन्। जस्तै जुन स्पेसली मैले भाइरल लोड भने यो चाहिँ अब गभर्मेन्ट लेभलमा वीर हस्पिटलमा टेकुमा गर्दाखेरि पनि 4000 जति पर्छ एउटा भाइरल लोड टेस्ट मात्र। अब त्यसमा अरू हामीले जस्तै भिडियो एक्सरे, लिभर स्क्यान, अब त्यसमा चाहिँ एलएफटी भन्ने टेस्ट हुन्छ, अथवा चाहिँ हेपाटाइटिस बी सम्बन्धी अरू ट्युमर मार्कर्सहरू एउटा दुईवटा केही टेस्टहरू हामीलाई गर्नै पर्ने हुन्छ। त्यो टेस्टहरू गर्दा खर्च बढी आउँछ हैन। खर्च बढी भनेको कम्तीमा पनि 10-12 हजार चाहिँ मिनिमम पनि आउँछ गभर्मेन्ट लेभलमा। प्राइभेट हस्पिटलमा त त्योभन्दा बढी आउँछ। सो त्यो टेस्ट गर्ने कि नगर्ने, किनभने मलाई त केही भएको छैन, हामीलाई त्यो कन्भिन्स गर्न चाहिँ गाह्रो हुन्छ कि मलाई केही पनि भएको छैन, मलाई चाहिँ केही अरू चिज गर्न जाँदा, म अपरेसन गर्न जाँदा मलाई चाहिँ कतार जाँदाखेरि मेडिकल टेस्ट गर्दा थाहा भयो भन्ने हुन्छ। मलाई केही भएकै छैन, अब यहाँ पठाइदियो, डक्टरकोमा पठाइदियो, अब डक्टरले चाहिँ यति धेरै टेस्ट गर्नु भनेको छ र ती टेस्टहरू पनि फेरि केही टाइम लाग्ने। जस्तै हामीले जुन भाइरल लोड रिपोर्ट आउनु टाइम, जस्तै अरू टेस्ट त सबै रिपोर्ट टाइममा आउँछ, भाइरल लोडको चाहिँ केही समय लाग्न सक्छ, 1-2 दिन 2-3 दिन लाग्न सक्छ। मानिसहरू बाहिरबाट आउँछन्, म आजै आएको, मलाई त बेलुकाको बसमा जानुपर्छ भन्ने हुन्छ। अब भाइरल लोड आउनु 3 दिन लाग्छ, यहाँ होटलमा बस्नु पऱ्यो भनेपछि यस्ता खालका सामान्य समस्याहरू गुनासोहरू बढी हुन्छ। अनि त्यसपछि उहाँहरूलाई चाहिँ कन्भिन्स गर्न गाह्रो हुन्छ कि तपाईँलाई यो रोग छ। अब हामीले रिपोर्ट हेरिसकेपछि अहिले के पनि सपोज हेपाटाइटिस बीमा अहिले के पनि गर्नु पर्दैन, तर तपाईँले त 6-6 महिनामा चेक गराउनु पर्छ। किन चेक गराउन जरुरी छ भनेर हामीले राम्रोसँग सम्झाउँछ, तर सायद हामीले त अब त्यो टाइम दिएर सम्झाउन सक्यो भने चाहिँ मान्छेहरू कन्भिन्स हुन्छ। नत्र भने चाहिँ मलाई केही भएकै छैन, टेस्ट सब ठिक छ, अब औषधि पनि खानु पर्दैन भनेको छ भनेर सिधै 5 वर्षपछि आउने, 10 वर्षपछि आउने, यस्तो इक्जाम्पल्सहरू पनि मैले देखेँ। त्यही भएर चेतनाको कमी छ, दिलाउनु जरुरी छ। हुन्छ डाक्टर साहब, बिहानै आइदिनु भयो, कतिजना बिरामी कुरिरहेछन् उता हस्पिटलमा। धेरै धेरै धन्यवाद तपाईँलाई। हस्, थ्याङ्क यू भेरी मच। हस्, थ्याङ्क यू। आज हामीले जुलाई 28 वर्ल्ड हेपाटाइटिस डेलाई सेलिब्रेट गर्ने कोसिस गऱ्यौँ। कम्तीमा नेपालको अवस्था, वर्ल्ड सिनारियो, यसको समस्याको कारण र निदानका केही उपाय र गर्नै पर्ने केही कुराहरूको बारेमा पनि छलफल भयो। तपाईँलाई पक्कै आजको एपिसोड इफेक्टिभ लाग्यो भन्ने आशा राख्दै गुड मर्निङ नेपाल आज यहीँ सकिन्छ। भोलि फेरि देश विदेशका यस्तै जानकारीमूलक, रोचक र महत्त्वपूर्ण प्रसङ्गहरूको साथमा गुड मर्निङ नेपाल भन्दै नयाँ बिहानीको सुरुवात गर्न आउनेछौँ। तपाईँको आजको दिन असाध्यै सहज, सुरक्षित र सुखमय बितोस्। कान्तिपुर टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।